Good morning from Skles. Right. So good morning. यता हो र ए त्यही नि सो हामी अहिले माथि उता हिमालदेखि ठाउँमा जाँदैछौँ है ए फेस देखाएँ छ बुढी छैन तर यहाँ चाहिँ घुम्न आउनुपर्छ क्युट मान्छेहरू पनि आउँदो रहेछन् घुम्न होइन अनि बजारमा क्युट मान्छे खोजेर हुँदैन घुम्न आउनुपर्छ होटलतिर बस्नुपर्छ होइन मेरो त एक नजरमा के अरे फर्स्ट साइड लभ भइसक्यो दुई साइड हुँदा 50% भइसक्यो मेरो साइडबाट 50% उताबाट हुँदैन थाहा छ त्यही पनि घरमा बुहारीको खाँचो भयो बुहारीको घरमा काँचो छ हरेक घरमा यो कुरा साँचो छ तिमीलाई नौलाई थाहा छैन बेलैमा बिहा गरेर पनि हामीले पनि बुढेसकालमा सुख पाउँछ हुँदैन छोराछोरीले हुर्काइहाल्छ नि बुढेसकाल हुने बेलासम्म छोराछोरी हुर्किन्छ है अनि पाल्छन् बसी So we reached the place. Finally, do you want to say something? And this was so amazing. The crowd was too high. How was your experience? Good. I'm happy now. Hijo भनेको कस्तो भयो? हिजोभन्दा बडा बेकार हजुरको एक्सपिरियन्स म मेरो भिडियोमा हेर्नु होला दाइको एक्सपिरियन्स मेरो त हो हार्ड भयो यार फेरि आउने आम्ला मान्छे अति प्याक छ अहिले फेरि पनि हामी आइसकेको छौँ यहाँ हिजो पनि यहीँ आएको थियौँ आज त धन गाह्रो गराइदियो कतिजना त बुढ ल्याएर आइदिएको यस्तो भ्यू छ मान्छेहरूको भिड हेर्नुहोस् सही भिड छ फेरि सो मच ब्युटिफुल हिजोभन्दा त धेरै नै राम्रो छ तर आज धेरै गाह्रो भयो त्यही पनि हामी यो भ्यूको लागि त आएको यहाँ त्यो सो इमेजिङ गाह्रो त हुन्छ लाइफको एकचोटि गर्नैपर्छ भ्यू भन्नु भिड त यति बेला हिजो आउँदाखेरि केही पनि भिड थिएन आज त so much crowd. People are so hard to reach here. So much. त्यही पनि हामी यतातिर हरियो पुरा यता बरफले ढाकेको हाम्रो अन्नपूर्ण अन्त लास्टै गाह्रो भ्यू हेर्नुहोस् भ्यू सो मच इन्क्रेडिबल भन्नै सकिन्न कि ब्युटी अफ अन्नपूर्ण हिजो त हजुरहरूले हेर्नुभयो होला हामी 3-5 जना मात्र थियौँ आज त पुरा टोटली क्राउडहरू माथि नै आएको छ तर लास्टै गाह्रो भएछ त ढङ्गलाई बिचमा घुमेर आउनु पऱ्यो झन् गाह्रो भयो बाटो बिर्सेर केटाहरू पछाडि नै बसिरहेको छन् म त यहाँ यसो माथि भएर हजुरलाई भ्यू देखाइदिउँ भनेर सो त्यही हो अमेजिङ केही बेरमा म नजिकै गरेर देखाउँछु यति नै रेस्ट हालौँ अनि त्यसपछि माथि जाउँ धेरै होइन थोरै छ त्यसो त्यहाँदेखि अर्कै भ्यू देखिन्छ होला तर औडे छ कि औडे पारिदियो आज त झन् बिहान केही पनि खाएर आएको छैनौँ एउटा चिया मात्र खाएर निस्किन्छौँ औडे पार्दैछ गाइस सबै अब हिँड्नुपर्छ हाम्रो केटाहरू कहाँ पुगिसक्यो केटाहरू फेरि उतै छन् जानु पऱ्यो म त एक्लै उहाँ माथि त जान सकिन्न कहाँ भित्र उहाँ जङ्गलमा गएको छ तर हामी चाहिँ यतै अहिले यतै जान्थ्यौँ घुमेर बट उहाँ माथि जानु मन त मान्छेहरू पुगेछन् त्यो पनि हामी जाने कहाँ हामी यो सब हेर्न पाउँथ्यौँ साथीले गर्दा त
वहीँ पोखरादेखि रिटर्न जान भन्दैछु। उसलाई जबरजस्ती फकाएर यहाँसम्म जाऊँ भनेर आएको। इट वाज सो इमेजिङ। अहिले उसले पनि जान्न मानेको छैन यहाँदेखि। भन्छ नि मान्छेले त्यहाँसम्म नपुगेसम्म नहेरेसम्म बिलिभ गर्दैन कि। भिडियोमा त हेरिन्थ्यो तर रियलमा छुट्टै छ कि। हजुरहरूलाई पनि म यो भिडियोमा देखाउँछु। त्यो हजुरहरूले हेरेको एक्सपिरियन्स र मैले यहाँ फिल गरेको एक्सपिरियन्स टोटल्ली डिफ्रेन्ट गाइस। उकालो चढ्नु पऱ्यो। मान्छेहरू उतादेखि आउँछन्, म चाहिँ यहाँदेखि यहाँसम्म पुगेँ। तर जाँदा फेरि त्यस्तै गाह्रो पर्छ। सो त्यही हो, हुनुपर्छ। इट्स अमेजिङ गाइस। आज त भिड हो नि त। म त एक्लै, हिजो त केही भिड थिएन। हामी यहाँ त 5 जना हामी हो, अरू त केही पनि थिएन। बट आज त टोटली क्राउड छ क्या। टोटली क्राउड। लुक एट द भ्यू, लुक एट द भ्यू गाइस। वहाँ माथि पनि मान्छेहरू पुगेकै छन्। बट माथि गयो भने हामीले अन्नपूर्ण देखिन। तर यहाँदेखि यसो ब्लगिङ गरिदिएको। साथीहरू फेरि कहाँ हो कहाँ, यहाँदेखि त देखेकै छैनन्। वहाँ देखाएको गाइस हामी। वहाँ त यहाँमा त देखेको छैन होला क्यामेरा त्यस्तो। तर लास्टै माथि आउनु पऱ्यो। लास्टै माथि आउनु पऱ्यो। हो त्यसपछि त्यहाँ गएर अब फोटो किन्नुहुन्छ। अब ट्रेकिङ गर्न सोचेँ बट सकिन्न ट्रेकिङ गर्नु त। हामी जस्तो झन् त्यहाँदेखि तराईदेखि मान्छे आउने, यहाँ ट्रेकिङ गर्न त गाह्रै छ। बट यति गरियो लाइफमा रिग्रेट हुन्न कि। इट वाज सो अमेजिङ, वाइल्ड अमेजिङ गाइस, वाइल्ड। बाटोमा फेरि अहिले सोचेर लास्टै तनाव भन्छ कि त्यत्रो थोत्रो बाटो आइयो, फेरि त्यही बाटो जानु छ। अहिले साथीहरू बल्ल त्यहाँदेखि हिँडेछन् जस्तो छ। यहाँ म पुगिसकेँ, केटाहरू फेरि तलै छन्। यसो फोटोसोटो खिचेर हामी यहाँदेखि निस्किन्छौँ अब एकछिनमा। धेरै नै भयो यस। लुकेर त यहाँको बाख्राहरू छ अर्कै रहेछ। यी कपालहरू काटेर यहाँ राखेँ बाख्रा चाहिँ यो डिफ्रेन्ट टाइपको छ। यस्तो राम्रो यहाँदेखि लास्ट यहाँसम्मको भनेको यहाँसम्म लास्ट आउने। उता माथि आउनु पनि आएको छ बाटो। बट त्यहाँदेखि त्यस्तो भ्यू देखिन्न। यहाँसम्म लास्ट भ्यू देख्ने भने भिड हेर्नु न गाइस। हिजो आउँदाखेरि केही पनि भिड थिएन। बट आज टोटली पिपल आर सो क्राउडेड, सो मच, सो अमेजिङ। उता केटाहरूसँग जानुपर्छ अब, दुइटा फोटो खिचौँ। त्यसपछि निस्किनुपर्छ तल हामी। ब्याक टु आवर होम गाइस। केटाहरू त यहाँ आउने नमान्ने, तलै बसिरहेछ। सो फाइनली म तल आइसकेँ। केटाहरू यहीँको यहीँ छन्। के को माथि जान्छौँ यहाँ घुम्न। म त माथि पुरा घुम्दै आइसकेँ। ए सालक यहीँ ठुस भएर बसिरहेको छन्। के घुम्न आएको यहाँ? ए एकजना यहाँ परेछ। अर्को खोइ एकजना। इट्स सो अमेजिङ ब्रो फ्रम देयर भ्यू।
नाइस क्राउड भए पनि हिजो टोटल्ली देखेको थिएन आज त्यही न यहाँ पश्चिम हिमालय कुन हिमालय थाहा होइन होइन त्यही हो अनि मैले सुतेर हिमालय हेर्दैछु अर्को यहाँ सुतिरहेछ टोटली इमेजिङ हामी राति यहीँ बस्नुपर्ने हो बट हामी माथि थाहा थिएन नत्र यहाँ बसेको हामीलाई बिहान अमेजिङ भ्यू देखिन्थ्यो होइन बिहान भएको भए अझ फार बेटर हुन्थ्यो मान्छेहरू माथि माथि गएको छ होइन ऊ त्यो मान्छेहरू के काम छ के थाहा छैन कि उहाँबाट देखिने भ्यू र यहाँबाट देखिने भ्यू सेम हो एटलिस्ट यहाँ घर छ त्यहाँका घरतिर बसेर त्यहाँ माथिपट्टिको भ्यू खिच्दाखेरि कस्तो राम्रो देखिन्थ्यो होइन मान्छेहरू बुद्धि नपुगेर उहाँ माथि गएर खिच्छ माथिबाट नि त्यो होइन त्यस्तो भन्न मिल्दैन किनभने म पनि त्यहाँ पुगेर आएको त्यहाँदेखि हेर्दा अर्कै डिफ्रेन्ट भ्यू छ बट यहाँदेखि टोटल डिफ्रेन्ट छ बट भ्यू भनेको आफ्नो रिजन हुन्छ डिफ्रेन्ट भ्यू भन्दैमा लाइक देखिने डिफ्रेन्ट होइन जस नयाँ एक्सपिरियन्स काइन्ड अफ केही हुन्छ त्यही भएर मात्रै अदरवाइज त्यहाँ अलि प्लेन छ गाइजहरूले हेर्नुभयो होला त्यहाँ अलि प्लेन छ अनि अलि ठुलो पनि ग्राउन्ड जस्तो छ त्यहाँ माथि त्यही हो अनि बाँकी चाहिँ डिफ्रेन्ट छ त्यस्तो छैन खासै तर त्यहाँ गएपछि अलि अर्कै भ्यू छ नि त माथिदेखि तल पनि देखिन्छ पुरा यहाँदेखि त माथि मात्र देखेछ त माथिदेखि तल हेर्दाखेरि अलि डिफ्रेन्ट लाग्छ नि त यहाँदेखि माथि आयो भनेर त्यही हो नाइस जहाँ त्यहाँ उभिएको थिएँ नि हजुर त्यहाँ एउटा दुइटा फोटो हाल्नु त आउँछ आऊ त भाइ कस्तो आएको छ उहीँ आउने त्यही अलिकति अगाडि बस्छ त्यहाँदेखि म त्यहाँ उभिन्छु जहाँ उकालो मन छ नि पकड तिम्रो फोनबाट खिच्नु पर्यो थ्रीमा अब त्यही भने मैले थ्रीमा हाम्रो टुर पुरा थियो थ्रीमा छैन के पोर्ट्रेटमा के सो अहिले बाटो ब्लक भएको छ किन भन्दाखेरि एज यु क्यान सी भेडा हो कि बाख्रा हो कस्तो राम्रो छ अहिले म फर्किँदैछु होइन बाटो औडा अहिले लाइक हाते जस्तो फोड्दैछु लाइक ओह्रालो भयो नि त त्यो कारणले गर्दाखेरि हातमा अति बढी प्रेसर परिरहेको त्यही नै भ्यू यस्तो छ राम्रो छ लाइक फर्किन बेलामा जस जहाँ गए पनि नराम्रो लाग्छ होइन फर्किन त्यही नै हो पट्टी बांध